भ्रष्टाचारको मूल नै यही हो। मान्छेलाई भोलि ठुलो रोग लाग्ला भनेर पैसा जम्मा गरेर राख्छ, अनि छोराछोरीलाई डक्टर पढाउनु पर्ला, इन्जिनियरिङ पढाउनु पर्ला भनेर पैसा थुपाएर राखेको हुन्छ। यो शिक्षा र स्वास्थ्यलाई चाहिँ सरकारले हेरिदिन सक्यो भने यो भ्रष्टाचार पनि कम हुन्छ जस्तो लाग्छ मलाई। इनिसिएट गर्नुहुन्छ तपाईँ? हजुर, किनभने तपाईँबाट एउटा मेयरले सम्पूर्ण त गर्न सक्दैन, तर सुरुवात गर्न या त्यो तदारुक सुरुवात गर्न सकिन्छ। काठमाडौँ महानगरपालिकामा त्यो उदाहरण क्रिएट गरेर चाहिँ अरू नगरपालिकाहरू गाउँपालिकाहरूलाई इन्फ्लुएन्स पनि गर्न सकिन्छ, उहाँहरूसँग सहकार्य गर्न सकिन्छ। अनि उहाँहरूको जस्तै उहाँहरूबाट जुन यहाँ काठमाडौँ आउने बाध्य हुनुहुन्छ नि, त्यहाँनिर जुन सेवा सुविधा छैन त्यो चाहिँ उहाँहरूलाई पनि कोलाबोरेटिभ प्रोसेसमा ल्याएर त्यहाँ सेवा सुविधा दिन सकियो भने यसलाई अलिकति डिसेन्ट्रलाइज पनि गर्न सकिन्छ जस्तो पनि लाग्छ। किनभने पपुलेसन चाहिँ देशभरि बाँडिएर बस्नु पऱ्यो, एकै ठाउँ बस्ने भन्दा सबै ठाउँमा एउटा भनौँ न उत्पादन हुनु पऱ्यो, सबै ठाउँमा केही न केही विकास हुनु पऱ्यो, केही न केही अन्टरप्रेन्योरसिप हुनु पऱ्यो जस्तो लाग्छ मलाई। अब 30 दिन ठ्याक्कै 1 महिना बाँकी छ, भनेकै दिनमा चुनाव हुँदा हजुर, ढुकढुकी चाहिँ कति धेरै बढ्या छ? होइन, त्यस्तो हामीले प्रेसरको रूपमा लिएकै छैनौँ। किनभने कुनै पनि काम गर्दाखेरि तपाईँले नेगेटिभ कुराहरू सोच्नुभयो, प्रेसर लिनुभयो, गाह्रो गाह्रोतिर सोच्नुभयो भने तपाईँको दिमाग पनि गाह्रो गाह्रो हुँदै जान्छ। हामी चाहिँ सल्युसन के छ त यसको, हामीले के गर्न सक्छौँ, हाम्रो क्षमता के हो? किनभने चुनाव जित्ने भनेको आफ्नो क्षमताले हो नि त। कोही उठिदिएर गर्नु पनि सक्नुपर्छ, कोही उठिदिएर, कोही बसिदिएर, कोहीले समर्थन गरिदिएर भन्ने होइन। आफू सक्षम हुनु पर्यो, आफै बलियो भयो भने त एउटा चुनाव जितिने हो नि। अनि हाम्रो भिजन कतिको क्लियर छ, हामीले त्यो 5 वर्षको लागि कस्तो प्लानिङ गरेछौँ, 50 वर्षको लागि कस्तो प्लानिङ गरेछौँ, 100 वर्षको लागि कस्तो प्लानिङ गरेछौँ, त्यो कुराहरूले हो नि त। त्यही कुराहरू हामी सोचेर बस्छौँ, हामी त्यो प्रेसर लिएर चाहिँ बस्दैनौँ। चुनाव चाहिँ उठ्ने हो होइन? हजुर, उठ्ने हो। किनभने उम्मेदवारी मनोनयन या फिर्ता लिने पनि समय हुन्छ। हजुर हजुर, हामी चाहिँ फिर्ता गर्दैनौँ, उठ्छौँ नै, स्वतन्त्र नै उठ्छौँ, कुनै पार्टीबाट उठ्दैनौँ र जित्छौँ। 90,835 भोटले। 90,835। हजुर, यो अझ बढी चाहिँ बढोस् भन्नुहुन्न, किन 90,835सँग किन यत्रो प्रेम? होइन, हिसाब किताब छ नि त, त्यहाँ हिसाब किताब छ नि त, बढ्न सक्ला, तर हिसाब किताब त त्यो हो नि त हाम्रो। तपाईँको इन्जिनियरिङले त्यही भन्यो? हजुर हजुर, त्यो चाहिँ सोसियल इन्जिनियरिङ चाहियो नि, फेरि सोसियल इन्जिनियरिङ, स्ट्रक्चरल इन्जिनियरिङ, आइटी इन्जिनियरिङ, डाटा एनालाइसिस, होइन, मसिन लर्निङले जुन मसिन लर्न गर्छ नि त्यो चिज त मान्छेले कोड गरेर त्यसलाई दिने हो नि त। त्यो चिजहरूको हाम्रो एनालाइसिसमा चाहिँ त्यो छ अहिलेसम्म। हस्, तपाईँलाई नयाँ वर्ष 2079 त्यसको पूर्व सन्ध्यामा तपाईँ र म कुराकानी गरिरहेको समयको 2 घन्टा पछाडि हाम्रो नेपालीहरूको विक्रम सम्वत सुरु हुन्छ नयाँ। त्यो बेलामा तपाईँसँग संवाद गर्न पाइयो। तपाईँ जस्ता युवाहरूको यो उत्साह सराहनीय छ। तपाईँलाई शुभकामना। धेरै धेरै धन्यवाद। बालन शाह आज हामीसँग हुनुहुन्थ्यो। हामीले गीत सङ्गीतको कुरा उहाँसँग गरेनौँ, ऱ्यापको कुरा पनि गरेनौँ, उहाँको स्ट्रक्चरल इन्जिनियरिङको पनि कुरा गरेनौँ, बढी सोसियल इन्जिनियरिङको कुरा गऱ्यौँ। किनभने उहाँ अहिले भनिरहनु भएको छ काठमाडौँ महानगरपालिकामा स्वतन्त्रबाट उठ्छु र चुनाव जित्छु र काठमाडौँ महानगरपालिकाका जनताको मुहारमा